हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ म एकदम धेरै धेरै ग्यापपछि भ्लग बनाउन गइरहेको छु अनि आज म झापाको यहाँ बिर्तामोड भन्ने ठाउँ जान आँटेको छु। अब दसैँ पनि आउन आँट्यो, अब केही सपिङको लागि जान आँटेको छु। एकदमै घाम बेसी नै लागिरहेछ अहिले, गर्मी त लास्टै गर्मी छ, त्यही 32-33 डिग्री सेल्सियस होला। अनि अब त्यही हो, सो लेट्स गो। अहिले कति 11:30 भएछ दिउँसोको। अभिषेक रेडी भएको? ल जाउँ। के चाहिँ ए यार मास्क लाउनुपर्छ है। मास्क त मैले पनि बिर्सिरहेको। मास्क पनि लगायो अनि क्याप पनि लगायो, किनभने खतरा घाम लागिरहेछ अहिले, खतरा घाम लागिरहेछ। ल अब जाने हो। अनि आजको भ्लगमा चाहिँ 3 जना मुख्य मान्छेहरू हुनुहुन्छ। एकजना म भइहालेँ, अनि त्यसपछि अर्को अभिषेक भाइ, अनि त्यसपछि हुन्छ यहाँ ड्याडी। अनि खासमा भन्नुपर्दा चाहिँ म आज बाइक लिन गएको। अब हेरौँ उता गएर कुन बाइक लिने हो, त्यसपछि थाहा हुन्छ। अब यत्रो दिन चाहिँ म खोजिरहेको थिएँ, हेरिरहेको थिएँ प्राइस यताउता, अनि आज आएर कुरा मिलेको छ। अनि त्यही भएर अब फाइनली अब बाइक लिन गएको। आज चाहिँ सरप्राइज गरौँ भनेर भनेको, अब के अब टाइटलै हाल्नुपर्ने हुन्छ है, त्यही भएर। ल अहिले बेनेलीको सोरुम पनि आइपुग्यो, बिर्तामोडको सोरुम चाहिँ BMW बेनेली, र अब क्रस फायर पनि आउँदो रहेछ यहाँ। जाम हेरौँ। अब मैले चाहिँ अब लियोनसिनो 250 हेरेको थिएँ, ठ्याक्कै एक पिस छ रातोमा यहाँ। जरा आवाज था। कसं लगा होता है LED हेडलैम्प्स। बेनेलीको 302R यो पनि मैले एकचोटि टेस्ट राइड गरेको थिएँ। मैले भन्दा पनि हितेश र म पसेको थियौँ, मेरो साथी हितेश र मैले टेस्ट राइड गरेको बेला। अनि त्यसपछि यो भयो BMW G310। त्यसो सबभन्दा खतरा बाइक त अब आउँदैछ नि त फ्रेममा, ट्यान ट्यान टडान यामाहा R1। बाइक अब यता यहाँ बाहिर निकालेर टेस्ट राइड गरौँ सानो भनेर यता निकाल्न आँटेको। यहाँ चाहिँ पछाडि ग्यारेज रहेछ, मङ्की ग्यारेज भन्ने। त्यही त हो, निकाल्नु भयो त। यसलाई गर्नुपर्ने के छ भाइहरू? यसलाई के गर्नुपर्छ? यसलाई मेकअप के गर्नुपर्छ? केही गर्नु पर्दैन। यो बाइकको क्लासिकनेस नै, यसको प्रिमियमनेस नै यही हो कि क्लासी बाइक हो कि यसको सेगमेन्टै छैन तपाईँको। अब यसमा अनवान्टेड लोडहरू केही पनि छैन। यसको प्रिमियमनेस एलइडीदेखि लिएर
सबै उनीहरूले सबै यो बेनेलीको लियोन सिनो भनेपछि मान्छेले रिसर्च गरेर आएको हुन्छ पुरै बाइक मात्र हेर्छ बाइक कपी चाहियो? हेर्छ अनमोल केसीले कुदाउने पनि यही हो यो 500 हैन त्यसको 500 पनि छ 250 पनि हो हाम्रो यो अति नै प्रिमियम छ इच एन्ड एभ्री कुरा इभन यो इन्जिनको हेर्नु भने सुन्नु नि दाजु अनि एउटा मैले हेरेको थिएँ कि यस्तो यहाँ एउटा बार पनि हुँदो रहेछ कि तर 500 मात्रै थियो है यसमा पनि लाउनु मिल्दो रहेछ तर अनलाइनमा मगाउनु पर्यो मिल्छ एसेसरिज त पछि मगेमा आइहाल्छ तर अहिले त आउँदैन दसैँ पछाडि अहिले त अब तुरुन्तै त कहाँ आउँदैन टाढाहरूको लागि धेरै नै राम्रो छ क्या अब अफरोडहरूको लागि मनाङ ताप्लेजुङतिर धेरै जान्छ कि TNT 150i 15 बाइकहरू 150i पनि जाँदैछ मैले त किन त्यस्तो यो अलिकति कस्तो अलिक सानो लागेको जस्तो लाग्छ यो बाइक चाहिँ कुन चाहिँ 15 भन्नुभएको ए अस्ति ड्याडीले हेर्नु भयो 150i होइन नि धेरै एट्र्याक्टिभ हुन्छ नि त अब हेर्दाखेरि लुक्समा पनि धेरै राम्रो छ कि अब यो भने 3टा कलर हुन्छ ब्ल्याक रेड अनि व्हाइटमा हुन्छ नि त आफूलाई जुन मनपर्छ त्यही त लाने हो मलाई चाहिँ यो लियोन सिनो एकदम क्लासिक लागेको क्या त्यही भएर अनि किन्ने सोचेर आएको बल्ल बल्ल 3चोटि कि 4चोटि आयो यो भन्नुभयो यो स्पेसल रक एडिसन रक स्टार एडिसन हो बाइक लिएपछि एउटा हेलमेट पनि त लिनुपर्ने हुन्छ त्यही भएर हेलमेट पनि एकदम प्रिमियमै लिउँ भन्ने सोचेको अनि लाउने लाउँला हो यो क्रास गार्ड लगाइदिनु भन्नु न यही कलर ब्ल्याकै ठिक हुन्छ हजुर ब्ल्याकै ठिक हुन्छ ब्ल्याकै ठिक हो यही गरिदिनु है बिल बनाएको हो त्यसको चेसिस नम्बर र इन्जिन नम्बर अनि स्टार 917 08 टाइट भयो है आज 7 महिना 5 गते लगाएको छौ नि तिमीले होइन 0 किलोमिटरमा अब अर्कोचोटि चाहिँ 8 महिना 5 गते तिमीले सर्भिसिङ गर्न आउनुपर्ने हुन्छ यदि 1000 किलोमिटर कुदेको छैन भने पनि 1 महिना पछि चाहिँ आउनै पर्छ होइन 1 महिना पछि 1 महिना पछि 1000 किलोमिटर कुदेको छैन भने पनि आउनै पर्यो तिमीले अब 8 महिना 5 गते तर 1000 किलोमिटर अब तिमीले 2 दिनमै कुदाइसक्यौ भने चाहिँ आउनै पर्यो छिटो आउनै पर्यो 1 महिना भित्रमा जस 1000 कुदेन भने आउनै पर्यो 1 महिना भित्रमा 1000 कुदेन भने पनि आउनै पर्यो कुदो भने पनि आउनै पर्यो तर अब 3-4 दिन भित्रमा भने 1000 किलोमिटर कुदो भने चाहिँ तिमीले आउनै पर्छ है त्यही त बुझ्छु त्यही भन्नलाई त्यही हो अनि मलाई के बिल अब आउँदाखेरि लिएर आउने बिल मेरो यो त्यही मेरो हो ए थ्याङ्क यू रेडी छ भइसक्यो ओके इमामले गाडीमै आएको नि गाडीले चल्यो अब गाडी अब छोड्नु पर्ने क्रस खाएर हो तेल हालेर आउँछु ल अब अहिले चाहिँ अब बाइक पनि लिइसक्यो अब तेल हानेर खाजा खाएर घरतिर जाने हो थ्याङ्क यू बेनेली ल भर्खरै अहिले बेलुकाको 5 बज्यो ठिक्क आइपुग्यो घर अब आज लास्टै थाक्यो भिडियो खिच्ने भन्दा सानोतिनो हल्का त्यो भ्लगको लागि यो भ्लगको लागि अनि अब आजको लागि अब यति नै अब फेरि म यो बाइकको बारेमा अझै धेरै भिडियोहरू बनाउँछु राइड गएको भिडियोहरू यसो अब कतै जाने प्रयास गर्छु
Till then, take care, stay safe, bye bye.